हेर्नुहोस् बेतराती बजार पुरै पुरिसकेको छ। सबै सुरक्षित रहनु होला, सुरक्षित रहन। एहे अब गाडी कति थियो, बजार कति हो, मान्छे कोही आकै छैन नि अझै आउने खोलो त अनि सोल तपाई घरहरु यो त अझै आउने छ। खोलो आकै छैन के खोलो सुरु नै भएन अझै बन्ने खोलो आउने बाँकी छ। बेतराती बजार पुरै पुरिसकेको छ। सबै सुरक्षित रहनु होला त्रिशुलीतिर। मैले भिडियो बनाए म तपाईलाई अहिले बाना पठाइदिन्छु अब है। हाम्रो त बाटै छैन सब मान्छे अब गएन दे कति मान्छे मरिसक्यो हैन अब भरे अब के मरे हैन त्यो मान्छे मरे अब कहाँ जाने त मान्छेहरु हेर्नु त बजार पुरै हो अब हामी चाहिँ नि बाँचेमा हैन अब यस्तो स्थिति छ यो बिजोग स्थिति। बेतरावती बजार पुरै ध्वस्त सकिसक्यो, भैँसे सकियो। अहिले भर्खर के अहिले भिडियो पठाइदिनु मतलब यति ठुलो बाढी आछ कि दाइ हैन तपाई ठ्याक्कै तपाईको यो अब आइपुग्यो घुम्ने आइपुग्नु लाए हामी बेतरावतीबाट भर्खर सुरु भयो के पुरा घरै छैन दाइ लगभग तपाईको 40-50 वटा घरै डुब्यो के मान्छे कति मर्यो हेर्नुस् 100-150 वटा घर डुबिसकेको छ त्यहाँ। चाहिँ नि कटेम हैन मान्छे कति मरे कति के भयो केही अब अत्तो पत्तै छैन यो। अब हामी त कटिहाल्यौँ केही फरक परेन, हामी चाँडै भयो बिहान आज। अहिले अब म तपाईँलाई अझै भिडियोमा 2टा भिडियो बनाएर अब म बनाउँछु। नै हामी त भाग्यले बाँच्यो हो कि तपाईहरु त चाँडै आइहाल्नु गाडी बाँच्नुभयो यार तपाईँहरू यार। हाम्रो गाडी पनि फिर्ता गरिदिएँ मैले, तपाईँहरू बाँच्नुभयो बाँच्नुभयो यति बसी होइन कति आके आज चाहिँ गाडी फेरि हेर्नु त हेर्दै यो बेतरावती तपाईँको पुलै छैन जम्मै बगाएर माथिसम्म आइसक्यो भने यति ठुलो आएको कि होइन पुरै नहुँदैन। 200-300 वटा घर डुबिसक्यो, मान्छे कति के हो, गाडी कति के हो। आजै फेरि गोसाइकुण्ड जाने गाडी यति धेरै आयो, यति धेरै आयो। ल डुबिहाल्नु उ त घरै डुबिसक्यो, पुलै जम्मै डुब्यो अब होइन। खोलो अझै आइपुगेन रे क्या माथिबाट हामीले खोलो त अझै आउँदैछ कि यो त आधी माथि त्यतातिर घरहरू सबै घरहरू लान्छ भाग्नु भ्याउने हो भने अहिले तिनीहरू माथि भाग्दै गर्दा हुन्छ क्या बरु त्यो लाने नै हो क्या ढुक्कै लाने हो है। ल हेर्नु त हेर्नुहोस् नि यो चाहिँ तपाईँको छोटो समयमा जान्छ भने ल हेर्नु त अब यता फलाफुपट्टि आइसक्यो कि यताको नि हो, यता पनि मान्छे हटे हुन्छ। डाँडाको छेउ होइन यो केही पनि होइन क्या माथि चाइनाको लेन्दै यो माथिको चाइनाको भोटेको हजुर ल यस्तो भएपछि ल स्याप्रो त अनि योभन्दा बढी कम हो अनि लैहाल्छ नि यसो के अरे त्यो सोले बेतराती बजार पुरै स्याप्रो बेसी शान्ति बजार सबै ध्वस्त। यो त तपाईँको थोरै हो, अझै 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 बाँकी छैन न कति कति ए यहाँ बेतराती बजार सबै बगाइसक्यो त्यहाँ भाग्नु भने भाग्नु भने के बाढी आयो भने कस्तो कुरा सुनाउला पनि सबै त्रिशुलीलाई खबर गरे हुन्छ। त्रिशुलीलाई हेलो बाढी आयो भने के कस्तो चिसिया कुरा गरेर आने के त्रिशुली सबै भाग्नु भन्नु त्रिशुली बजारै डुब्छ यता। यहाँ ठुलो बाढी आयो बेतराती बजार सबै बगाइसक्यो, त्रिशुली बगाउन लागिसक्यो छिटो भने के भाग्नु भने यता माथि उता जानु 6 बजार जानु भाग्नु भने के भने हेलो सुनिसक्यो ए बाढी आइरह भने क्या बेतरातीबाट सब बगाइछु भने क्या भाग्नु मात्र भने मैले म यहाँ डाँडाबाट हेरेको कालिस्तान डाँडाबाट हेरिरहेको यहाँ बाढी ठुलो आएर बगाइसक्यो भने त्रिशुली बगाउन लागिसक्यो भाग्नु भने
उता छोरे भाग्नु भने क्या भाइ। भाग्नु भने हजुर रसुवा त ध्वस्त हो नि दाइ सबै चाइनाबाट आएको खोलाले त्यो सबै पुरै बगायो भाग्नु लगभग एउटा ठुलै बजार उ त्यसरी छोपेर खोलामाथिबाट हिँडिरहेछ बजार बजार पुरै बेत्रावती बजार भन्ने छोपेर त्यो खोलामाथि छ पुरै बजार त कहाँ गयो मान्छे कति गयो कति गरे केही थाहा छैन। चाइनाबाट खोलो आयो ठुलो बाढी आएको चाइनापट्टि भाग्नु के त्यहाँ मलाई हालो नम्बर पैसा भाग्नु के उता छोरे जानपट्टि जानु छोरे जानपट्टि छोरे औषधिहरू माथि आइसके क्या माथि आइसके सुरक्षित छन् अब त्यो भनिदिनु भागिहाल्नु भागिहाल्नु त्यहाँ भान्जेलाई फोन गर्नु छिटो ए बुवा अब हामी के गर्ने भान्जेलाई फोन गर्नु छिटो भाग्नु भने हे क्या ओ नाटक दिदी मैले नाटक गरेर होइन र बाबा छिटो भाग हजुर हजुर ओइ छिटो भाग सबै लगिसक्यो रसुवा त जस्तै बनायो नि बेत्रावतीदेखि लिएर टिमुरेसम्म सबै घरहरू च्याब्रुको सबै घरहरू गयो च्याब्रु बेसी बजार गयो सबै गयो खतम हामी बेरात आएको बाटो होइन साँच्ची नै हो भनेको कस्तो हजुर आइसक्यो बगर भाग सबै गयो केही बाँकी छैन बेत्रावती बजार माथि खोलो हिँडिरहेको छ हेर्नु त त्यो बजार हो बजार माथि खोलो छ हो बजार माथि खोलो मैले यो ठ्याक्कै लाइनमा देखिएको बजार हो बजार छोपेर खोलो हिँडिरहेछ बाबा त आइसक्यो भने मेरो विश्वास गर्ने नगर्ने भने विश्वास गर्ने नगर्ने ल रसुवा त ध्वस्तै भयो ध्वस्त भइसक्यो बेत्रावती केही छैन अब विश्वास गरे नि गरौँ भाग्नु भने के भाग्नु अरूलाई भनेर भागिहाल्नु छिटो हस् हस् के रह्यो त्यसलाई हेर्नु त बेत्रावती केही रहेन अब केही अहिले आएको बजार हामी हजुर आइसक्यो भने यहाँ लम्बै पोहोर आइसक्यो उहाँ त्यो माथिको त्रिशुलीको ड्याम आइसक्यो माथिको उहाँ त्यो मेरो हात खुट्टा कामिरहेको छ दिदी एकछिनमा के बोल्न सकिरहेको छैन त्यो भाइले हजुर घरतिर आयो भगाइरहेछ दिदी आयो लाउन आयो भने आयो हेलो ड्युटी चलेन लाइट दिन्छ न हेलो आइसक्यो भाग्नु न पहिला भाग्नु मैले भने मान्नु न को अहिलेसम्म नसुने के भाग्नु भन्नु न यार उहाँ बेत्रा त्रिशुली बजार सब छोपिसक्यो भाग्नु फुल्लोमा सबैले यहाँ बरुवाको यता केही छैन ल बरुवाको के फुटेको यो ड्याम चाइनाको बाढी चाइनाबाट माथिबाट जो पानी ठुलो पर्यो हामी त्यही कुरा गर्दै थियौँ त भर्खर रातभरि पानी हिजो चौकी सौकी त्यो अहिले सबै गयो सबै घर तपाईँहरू आयो बजार चौकी सौकी सबै गयो केही पनि छैन नि यही त हो नि चौकी कस्तो के थाहा भन्न होला झन् आएछ भने के ठुलो बजारै पुरिसक्यो त त्यो हामी बेत्रावती अघि आएको देखेको केही पनि केही छैन पनि छैन केही पनि छैन आइसक्यो भने हजुर तपाईँको चेक पोस्टहरू त सबै अनि गयो अघि पुलिसले त्यत्रो बेरसम्म किन नरोकेको त क्षति भयो है अब गाडी कति आएको थियो आज गोसाइकुण्ड जाने गाडी कति आएको सबै गयो हेर्नु त झन् बढी भइरहेछ खोलो त हजुरको बाटो चल्यो बढेर आएको छ अनि त्यत्रो माथि सबै गयो नि पारीको वारी दुइटै पेट्रोल पम्प गयो 5 मिनट चाँडो गएको भयो नि हामी त जानेर छौँ 5 मिनट ढिलो भएको थियो तपाईँहरू चार्जमा कुर्नु भएको थियो रोकिनु भएको थियो होइन हामी त सामान बेच्दै आएको माथि बेचेर चाहिँ बिहानै उठेर हिँड्ने भनेको थियो तुप्चे नै गयो नि तुप्चे सकियो नि तुप्चे बजार तुप्चे सकियो उहाँ के होइन कत्रो छ त हेर्नु त पल्लो भित्तो हान्दियो त्यस्तोमा यिनीहरूको दिन यतिर छ धर्म हामी पनि नगएको यो हामी सबै गयो बेत्रावती सबै रोकेर तिनीहरूले भन्दै थिए गाडीमा सबै गयो भाइ तपाईँको अफिस भने कता हो अहिले तपाईँले भन्नुभयो कसले भन्ने हो मैले होइन जति केही छैन यार कस्तो त्यत्रो उता फोन भयो मान्छे पत्याउँदैन निस्किँदैनन् अहिले जान्छ रसुवामा ठुलो विपद आइपरेको छ रसुवा आधी रसुवा चाहिँ पुरै डुबानमा परेको छ अहिले बेत्रावतीदेखि शान्ति बजार हुँदै च्याब्रु बेसी एनसेलबाट खुन लाग्दैन यार कस्तो टिमुरे सबै डुबानमा छ सबै घरहरू डुबेको छ
जिजू हामी के गर्ने त्यो भाइ फोन गर्दैछ एकछिन हामी आएको बाटो हेर्छ बेत्रावती बजार हो त्यो देखिएको। बेत्रावती बजारको घरहरू सबै डुबाएर खोलो पुरै घरमाथिबाट छ। पारी तुप्चे हेर्नुहोस्, नुवाकोटको तुप्चे पनि पुरै डुबिसकेको छ। मान्छे गयो होला है त्यहाँ बजारमा कति मान्छे पर्यो हेलो हेलो को बोल्नुभयो? ए यहाँ बाढी आएर ठुलो बाढी आइरह भान्दा भागै भाग बाढी आइरह। नुवाकोट त्रिशुली बजार पनि सब बगाइसक्यो। बेतौती बजार त्रिशुली बजार बगाइसक्यो। भाग है भाग। सुमनलाई अहिले फोनै लाग्दैन सुमनले त खाँदै बनायो त कति हो कति यो साथै सिनाइ छैन यार। यसले त कहाँसम्म भ्याउँछ भन्ने यो त संसारै कति यो त तपाईँ त्रिशुली हुँदै धादिङ हुँदै मुङ्लिङ सबै गयो त सबै लग्यो घाटसम्म पुग्छ सबै। अब त गइहाल्यो नि हेर्नु त। अरू भन्दा मैले मेरो बाबुलाई समेत हेर्नु त 3 वर्षको बाबु छोडेर कस्तो दुःख गरेर कति मान्छे पर्यो होला त्यहाँ त्यो तलको मान्छेलाई पहिला खबर भयो चाप गर्नेहरू कति बुढीहरू हुनुहुन्थ्यो कति गयो आज चाहिँ फेरि यस्तो गाडी आयो गोसाइकुण्ड जानलाई। आज होइन त्यो माइक्रो स्टेसन अघि हेर्नु त गोसाइकुण्ड जाने गाडी आएर फेरि लाइन छ के। साइड गरेर हिँडेको थिएँ मैले अघि त्यहाँ सोचिरहेको थिएँ काँक्री देखेँ कि आउँदाखेरि भगवान् हाम्रो शुभ होस् भनेको थिएँ। गाडीहरू बगाएर लिएर आएको गाडी होला नि त्यो त बगाएर ल्याएको गाडी हो तिमुरेबाट। भन्सारको गाडीहरू त सबै बगाएर ल्याएको गाडी। त्यो त अब गन्ती नै सक्दैन। अनि मासतिर सबै आयो होला नि त त्यो यही नुवाकोटको बेचल्ली भइसक्यो। सुमनहरू फोनै उठाउँदैनन्। हाम्रो मान्छेहरूको फोनै छैन। त्यो बाटो जम्मै बगाउँछ क्या त्यो बाटो जम्मै बगाउँछ क्या। होइन आउने बाटो त अब छैन उयोबाट यता लाग्दा बिर्तुरबाट यताको त सबै बगाउँछ जम्मै भाग भाग छोरेपट्टि भाग भाग ठुलो आइरह बाढी आइरह भाग भागे हुन्छ उतै फर्काउ भन छोरी जाऊ फर्काउ भन सबैलाई भन्नु भन। अब नेटवर्क गइसक्यो कि सबै नेटवर्कहरू गइसक्यो, फोन लाग्दैन। छिटो भाग त्यहाँ सबैजना भाग त्यहाँ सबैले भने भाग छिटो भाग है। दुप्ते हुँदै गरेको झर्ने हामी दुप्ते हुँदै त्यो भाग भाग भने भाग है भाग। तपाईँहरू गोसाइकुण्ड जान लाग्नु तपाईँहरू गोसाइकुण्ड गएर काठमाडौँ निस्किँदा तपाईँहरूलाई केही समस्या हुन्छ भएन हामीलाई जुन बाटो पनि निस्किनु सक्नु हामी चाहिँ भएन कि हामीले गर्न आउँदै त्यो ट्युसन आदिस भनेको एनटिसी फोन लगाइरहेको छैन हामी चाहिँ 10 मिनेटले अगाडि बढेर हाम्रो चाहिँ के पनि फोन लगाइरहेको एनटिसी फोनै मिनेटले हामी जोर कहाँ गयो त? अस्ति होइन भने भर्खरैको हामी जम्मै बगायो फोन आन यहाँ बाढी आइरह यहाँ यो सब कृषि सब बगाइसक्यो। फोनै लागेन कृषि बेताज बजार केही छैन। कृषि बगाइसक्यो भागै भाग यता नाइजे माइल खुनर छिटो खुनर खै त भाइ यसरी होइन सरकारले कमसेकम यति बेला त सबैलाई थाहा भइसक्यो नि त्यो घरको छततिर मान्छे कमसेकम हेलिकप्टर ल्याएर उद्धार गर्नु पर्दैन भने यहाँ त मान्छे जम्मै मरिसक्यो। मान्छेहरू त त्यो घरको छततिर त 1-2 जना मान्छे बाँकी छैन अझै पनि हेर्नु त मान्छे लगेको खोलाले कसलाई फोन गर्ने हेर्नु त यताको मान्छेहरू लगेको हेर्नु त हजारौँ गयो नि मान्छे त। पुरै ड्याम नै फुटेर यो पुरै